अर्को सम्पाद, जय संस्कृति, जय माटो। राम्रो नेतृत्वलाई हामीले छाडेर जानुपर्छ। हामी एउटा सब्जी किन्दाखेरि आलु साग पनि छाडेर किन्छौँ भने हाम्रो देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री राष्ट्रपति जस्तो पदहरुमा बसेर देश हाँक्ने मान्छे चाहिँ हामीले छान्ने कि नछान्ने भन्ने कुरा हो। हामी रोमबाट पनि अगाडि बढिसकेका छौँ। हामी सम्पूर्ण युवाहरू एक ठाउँमा जुटेर, सम्पूर्ण आमाबुवाहरू एक ठाउँमा जुटेर अब यस संस्कृति पार्टीलाई अगाडि बढाउनको लागि हार्दिक अनुरोध गर्दछौँ। लक्ष्मी राई र श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य पनि छु र अहिले इलाममा चाहिँ के अरे स्वतन्त्र नागरिक समाज भनेर चाहिँ आजभन्दा 3-4 वर्ष अगाडि हामीले के अरे श्रम अभियान चाहिँ चलाइराखेका छौँ र त्यसको संयोजक पनि म अथवा अध्यक्ष मैले नै चलाइराखेको छु र अहिले हामीले यो 3-4 वर्षको अन्तरालमा हामीले धेरै दुःखहरू पनि खेप्नु पर्यो, कति आरोपहरू पनि लगाए होइन, यस्ता कुराहरू धेरै छन्। तर हामीले अटेर गरेर हामी भनेको अजिर हो के, घरको साम्पा जस्तो हुनुहुन्छ त्यस्तै हो हामी, त्यसरी गर्नुपर्छ। उहाँलाई कति थोक गरिएन धरानमा होइन, 10वटा पार्टीले उहाँलाई मुद्दा हालेको, त्यो अवस्थामा पनि सर चाहिँ नटेरेर काम गरिरहनु भयो, अगाडि बढिरहनु भयो र हर्का साम्पाङ जस्तो हुनुहुन्छ त्यस्तै हुने हो कि हामी, जसले जेसुकै भन्योस्। तर हामीले सबभन्दा चाहिँ काम, इमान्दारी र काम चाहिँ हेर्छ हाम्रो श्रम संस्कृति पार्टीले होइन। अरू पार्टीले त बोल्नु जान्ने अनि पढे लेखेकोहरू सङ्गठन गर्छन् नि त, तर हाम्रोमा चाहिँ त्यस्तो छैन है। हाम्रोमा चाहिँ बोल्नु नजान्ने होस् होइन, भाषण गर्न नजान्ने होस्, तर काम गर्ने मान्छे चाहिएको छ हामीलाई। काम र इमान्दारी तर काम सँगसँगै हुनुपर्छ हाम्रो पार्टीमा चाहिँ। उसो भने अरू पार्टीमा तपाईँको मन पनि जाँदैन होइन, त्यो तिनवटा कुरा बुझ्यो भने अलरेडी तपाईँ श्रम संस्कृति पार्टीमा आउनुहुन्छ। र यति भन्दै म 2 शब्द यहीँनिर टुङ्गाउन चाहन्छु। धन्यवाद। हामी पनि मान्छे हो, अरू देश चाहिँ त्यो स्थानमा पुग्ने, हामी चाहिँ किन नपुग्ने त भने पछाडि हामीमा के न के त कमजोरी त छ नि त, आफूले आफूमा कमजोरी त बोल्नु पर्छ जस्तो लाग्छ मेरो विचारमा। र तपाईँलाई धन्यवाद मेरो भनाइ यति राख्दै, तपाईँहरूसँग भेटघाट भयो, अब यो माहौल यस्तो यो गर्नुभयो अझै राम्रो होस्, म त्यही भन्न चाहन्छु। तपाईँलाई मेरो 2 शब्द यही टुटाउन चाहे। तसर्थ आज हामी श्रम संस्कृतिमा आबद्ध भएर देशको लागि एक दिन शनिबारको दिन हामी श्रमदान गर्दैछौँ र यो श्रमदान भन्ने कुरा आज मात्रै सीमित होइन, अबको आउने शनिबार प्रत्येक शनिबार हामी श्रमदान गर्नेछौँ भन्ने कुरा पनि यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। त्यसो भन्दै अब हामी श्रमदानतिर अगाडि लाग्नेछौँ। हामी यो हाइवेमा श्रमदान गर्ने भएका हुनाले गर्दाखेरि सम्पूर्ण मित्रहरू अलिक सचेत भएर गाडीहरूलाई अलिकति व्यवस्थापन मिलाएर हामीले होसियारीका पूर्वक यहाँका फोहोरहरू टिप्नेछौँ। भोलिको दिनमा श्रमदान गर्दै हामी अगाडि बढ्नेछौँ भन्दै मेरो 2 शब्दहरू यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। मार्क्सको लागि मिलन राईलाई भेट्नु होला, सायद चाहिँ हेमराज सर प्लास्टिकको पनि व्यवस्था मिलाइदिनु होला। सुरु भइसकेको छ है, आजको श्रमदान चाहिँ आज कार्यक्रम सुरु भइसकेको छ ठक्क।
हाम्रो कार्यक्रम चाहिँ हर्का सम्पनको अभियान चाहिँ पनि यहाँ रोमचारमा आजबाट सुरुवात गर्दैछौँ। हाम्रो आफ्नो देश आफै बनाऊ भन्ने धारणाले आजबाट हामीले रोमचारमा पनि हर्का सम्पनको अभियान सुरुवात गरिसकेका छौँ। हेर 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 आजदेखि कस्तो क्लियर हुने भयो आजदेखि। भिडियो गरेको छु, भिडियो सर्च गर्दै गर्दा साथसाथै मैले पनि टिपिरहेको छु है। आजको कस्तो महसुस भइरहेछ भाइ श्रमदान गर्दा? एकदम देश विकास गर्ने हामीले नै हो नि भाइ। अरूको आश गरेर हुँदैन हो र कस्तो भइरहेछ त? राम्रो भइरहेछ, राम्रो लागिरहेछ। आज हामीले होइन देश विकास गर्ने भनेको हामीले हो नि त होइन। हामी युवाहरू होइन बुझ्ने युवाहरू अगाडि बढिसकेको छ होइन। सबैले बुझ्नु पर्यो, सबैले साथ सपोर्ट दिनु पर्यो, त्यही हो होइन। श्रमदान गर्नु पर्यो, त्यसै बन्दैन। अब हामी चाहिँ लगभग हामीले अब फाइनल गर्न आँटिरहेको छौँ। भयो चाहिँ कसरी बोलेर हाल्नु? अब हामी चाहिँ तलबाट आएको क्या के भन्छ स्वागत झर्नाबाट हामी यहाँ माथिसम्म आएको। यो दाइ के भन्छ ठ्याक्कैलाई सालपट्टि जाने बाटो आइसकेको छ हामीले। लगभग हाम्रो 2 घन्टा जतिको श्रमहरू चाहिँ भइसकेको छ यहाँ माथिसम्म आउँदाखेरि। अब हामी गइरहेको छौँ। श्रमको पावर हो क्या, पावर श्रम हो। कस्तो सर कस्तो भएर आज पसिना आजको पहिलोचोटि श्रमको पहिलो दिन आज कस्तो फिल हुँदैछ तपाईँलाई? अब चाहिँ हामी हरेक दिन केमा गर्ने है शनिबार चाहिँ हामी अब रोगकामा पनि अब श्रम सुरुवात हुन्छ है। आजबाट सुरुवात हुँदैछ। हामी अब आजको दिनमा चाहिँ सूचनाहरू पनि त्यति साह्रो भएन है। आज कम्ती भन्दा पनि भयो लगभग 30-35 जनाको हातमा चाहिँ हामी आज उपस्थित भएर लगभग श्रमको कार्यक्रमहरू लगभग हामीले फिनिस गर्न आँटेका छौँ। गलेको के भने मान्छे जाने गाडी आउँदैछ केटा गाडी आउँदैछ यसले भर्खर भन्दा फेरि
एकदमै खुसी लागेको छ। हामीले योभन्दा ठ्याक्कै 2 महिना अगाडि बुद्ध शान्ति श्रम अभियान अथवा हर्क सबै निर्माण गरेको छौँ र हामीले लगभग काम गरेको 10 तिहारको बिचमा खासै गरिएन, तर काम गरेको 6-7 हप्ता भयो। हाम्रो पनि राम्रो भइरहेको खुसी लाग्यो, सम्पूर्ण मेरो टिमलाई पनि खुसी लाग्यो। यहाँ आएर हामीले अघि नै आउँदै हो यहाँ त युवाहरू हुनुहुँदो रहेछ। हामी बुद्ध शान्तिमा चाहिँ हामी जस्तो आमाहरू अथवा हामी जस्तो महिलाहरू चाहिँ अगाडि बढिराख्दाखेरि रौँमा चाहिँ भाइहरू हुनुहुँदो रहेछ। धेरै खुसी लाग्यो भनेर अघि आउँदै पनि हामीले कुरा गऱ्यौँ। एकदमै खुसी लाग्यो हजुरहरू। तपाईँ बुद्ध शान्ति र रौँ सँगसँगैको छिमेकी पालिका पनि हो। हामी एक आपसमा हामी मिलिजुली अगाडि बढ्नुपर्छ। केही कुराको सहयोगहरू हामीसँग पनि लिनुहोला, हामी पनि हजुरहरूसँग लिनेछौँ भन्दै सहकार्य गरेर अगाडि बढ्नुपर्छ। र आउने फागुन 21 गतेको चुनाव यदि साँच्ची नै हुन्छ र त्यो चुनाव निश्चित भयो भने हामीले हर्क साम्पाङलाई जसरी हुन्छ जिताउने योजनामा लाग्नुपर्छ। हामीले ग्रास रुटदेखि नै जानुपर्छ। ग्रास रुटमा कसरी जाने, सङ्गठनहरू वडा टोल र ग्रास रुटमा कसरी विस्तार गर्ने, के गर्ने भन्ने बारेमा चाहिँ हामी बृहत छलफल गरेर अलिकति विज्ञहरूसँग पनि जानुपर्छ। अहिले हामी यहाँ मैले हेर्दै गर्दा यहाँ पनि कोही क्षेत्रीय बाहुन दाजुभाइ दिदीबहिनीहरू मैले देखिनँ र हाम्रो टिममा पनि बुद्ध शान्तिमा पनि प्राय छैन। कहीँ पनि प्राय बुझेर आफ्नो मनले आउनुभयो भने आउनुभयो, नत्र हामीलाई त्यति उहाँहरूले स्वीकार्नु भएको छैन। तर त्यो हरेक कुरालाई हामीले मध्यनजर गर्दै सबैलाई एकता रूपले हेर्दै हामी चाहिँ अगाडि बढ्नुपर्छ भन्दै अबको आउने दिनहरूमा चाहिँ हामी एकदम मिलेर सहकार्य गरेर जानुपर्छ। रौँ र बुद्ध शान्ति सँगसँगै हामीले इलाम जिल्ला, झापा जिल्ला लगायत सम्पूर्ण नेपाल 77 जिल्लामै चाहिँ हाम्रो हर्क साम्पाङ रेभोल्युसन श्रम संस्कृति पार्टीलाई चाहिँ व्यापक बनाउनुपर्छ भन्दै हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै मैले माइक्रोफोन चाहिँ उद्घोषकज्यूलाई नै वितरण गरेँ है त। धन्यवाद सबैलाई। नोकेल नाम चाहिँ मानबहादुर राई, रौँ गाउँपालिका वार्ड नम्बर 4 हो। अब यो हाम्रो श्रम संस्कृति पार्टी नयाँ भर्खर गठन भएको। अब यसरी हामीले त सोचेको थिएनौँ होला सबैले हाम्रो मानबहादुर राईज्यूलाई